सबैजनालाई नमस्ते। आज मैले यो अमेरिकाले भेनेजुएलामाथि गरेको हिजो डिसेम्बर 3 मा आक्रमण गरेको विषयमा भिडियो लिएर आएको छु। अन्तिमसम्म सुनेर साथ दिनुहोला। यसको मुख्य कारणहरू के छन् त किन अमेरिकाले भेनेजुएलाको राष्ट्रपति निकोलस मादुरोलाई एरेस्ट गरेर अमेरिकामा लगेको भन्ने ट्रम्पको हिजोको एउटा सोसियल मिडियाको पोस्टले देखाएको छ। लामो समयदेखि अमेरिका र भेनेजुएलामा बिचमा एउटा द्वन्द्वको स्थिति थियो र अब एउटा यो द्वन्द्वको स्थिति बाहिरी रूपमा यो एउटा युद्ध हो कि यो एउटा पावर पोलिटिक्स हो भनेर एउटा यो दुविधामा पारेको छ। यसको मेन बुदाहरूमा जाउँ। लोकतन्त्र एउटा विषय छ, लोकतन्त्र र चुनावको विषय छ। अमेरिकाले भन्छ भेनेजुएलाका राष्ट्रपति निकोलसले चुनावमा धाँधली गरे, यो चुनाव निष्पक्ष भएन भनेर भन्छ। त्यसैले अमेरिकाको विपक्षी नेता जाउनलाई अन्तिम राष्ट्रपति भनेको थियो अमेरिकाले। त्यस्तै अर्को भेनेजुएलाले अमेरिकालाई चाहिँ भेनेजुएलाको यो संसारकै ठुलो तेल भण्डार छ भेनेजुएलामा र अमेरिकाले त्यहाँको तेल नीतिमा प्रभाव देखायो भन्ने एउटा आरोपले लगाएको छ, आँखा लगायो भनेर। अर्को एउटा छ मानव अधिकार र आर्थिक सङ्कट। मादुरो सरकारमाथि मानव अधिकार र आर्थिक सङ्कट एउटा भ्रष्टाचारको आरोप लगाएको छ र त्यहाँका राष्ट्रपतिलाई आतङ्कवाद सिर्जना गर्यो र यो लागु औषधको उसमा चाहिँ इलिगल मनीहरू धेरै कमायो भनेर उसले अनुसन्धान गर्ने भनेर अहिले अमेरिकामा लगेर अनुसन्धान सुरु गर्ने भनेर जानकारी दिएको छ। त्यस्तै मादुरो सरकारमाथि भेनेजुएलाका धेरै जनताहरूले मादुरो सरकारको कारणले गर्दा देश छोड्न बाध्य भएका छन्। हिजो भएको घटनाको अब त्यहाँको विवरण आउन बाँकी नै छ। र अर्को कारण भनेको अमेरिका विरोधी नीति पनि हो। भेनेजुएला सरकारले रुस, चीन र इरान जस्ता अमेरिकाका प्रतिद्वन्दी देशहरूसँग नजिक भयो भन्ने आरोप पनि छ। यसले अमेरिकालाई राजनीतिक रूपमा चिन्तित बनाएको देखिन्छ। त्यस्तै अमेरिकाले आर्थिक प्रतिबन्ध लगाए तेल व्यापार बैङ्किङ क्षेत्रमा। मादुरो सरकारमाथि कूटनीतिक दबाव सिर्जना गरेको छ र त्यहाँको विपक्षी नेतालाई समर्थन गरेको देखिन्छ। निष्कर्षमा यसलाई के भन्न सकिन्छ भने यो एउटा पावर पोलिटिक्स हो। यसले भोलि कुन रूप लिन्छ यो भन्न सकिने अवस्था छैन। त्यसैले यो एउटा आर्थिक शक्ति सङ्घर्ष हो भनेर भन्न सकिन्छ। थ्याङ्क यू।